दिदीको हालत यस्तो छ होइन, कुटेर होइन दिदीलाई यस्तो भइरहेछ, कुटेर भाइहरू आएर यस्तो भइरहेछ होइन। गाई भिडियो देखिसक्नु भयो होला। त्यो भिडियो चाहिँ हल्का फुल्का यसो कुटपिटको हो होइन, ऊ हल्का फुल्का होइन धेरै नै कुटपिटको हो। तर त्यसको लागि हामीले पुलिस चौकीमा रिपोर्ट पनि दिएको, सबै दिएको, तर भित्र हालिदिउँ भनेर भनेको। अनि दिदीले चाहिँ मान्नु भएन, अलिकति एक दिन अब एकचोटिलाई छोडिदिउँ, अर्कोचोटि भयो भने चाहिँ भित्र चाकिदिउँला भनेर भन्नुभएको छ होइन। अहिले चाहिँ त्यो कुट्ने मान्छेहरू चाहिँ आफ्नै हो, पर टाढाको होइन, गलत सोच र गलत विचार भएको मान्छेहरूले त्यस्तो सोच्छन्, त्यस्तो गर्छन् होइन। सोच राम्रो हुनुपर्छ, आफ्नो सोच राम्रो भएर बस्दाखेरि केही पनि हुँदैन। त्यसैले उसको सोचाइ चाहिँ अलिक गलत हुनसक्छ, उनीहरूको सोचाइ गलत भयो होला होइन। तर राम्रो अब गर्नलाई त, राम्रो सोच्नलाई त दिमाग पनि, क्यापेसिटी पनि राम्रो हुनुपर्छ। तर नराम्रो मान्छेलाई सम्झाएर बुझाएर सकिन्न कहिल्यै पनि। त्यसैले त्यो भिडियोमा झगडा हुनुको कारण भनेको त्यही हो कि अलि दिदीले अलि खोइ त्यो थाहा भएन के कारण थियो कस्तो थियो। तर दिदीले चाहिँ खोइ दिदीसँग अलि यहाँ मैले दिदी बनाएँ अरे, किन बनाएँ, के कारणले बनायो भनेर चाहिँ हो होइन। तर अब अहिले होइन, हाम्रो 2-3 वर्ष भइसक्यो हामी बसेको होइन, 2-3 वर्ष अब अहिले म 1 महिना भयो यहाँ दिदीहरूसँग बसेको। त्यसैले चाहिँ अब त्यो गलत सोच गलत विचार भएको मान्छे आफ्नै भाइहरूले चाहिँ त्यस्तो गरेको हो होइन। अब सबै त्यस्तो गलत त केही छैन, कसैको केही खाइदिएको छैन, कसैले केही गरेको छैन। तर भन्दै थियो कि तैँले खाइस् सारा सम्पत्ति भनेर भन्दै थिएँ। मैले त्यो प्रश्नहरू मैले पुलिस चौकीमा पनि गरेको थिएँ, सबैको कुरा सबै भइसकेको छ त्यो चाहिँ पुलिस चौकीमा। अबदेखि चाहिँ कहिले पनि त्यस्तो गर्दैनौँ, हात उठाउँदैनौँ, सरसल्लाहमा जान्छौँ भनेर चाहिँ भनिरहेछन् होइन। आइरहेछ त्यो कुरो चाहिँ सबै तिनीहरूले गरे, कागज सागज सब गरेर अबदेखि कुटपिटको गर्ने होइन भनेर त्यो दिदीलाई चाहिँ हानेर बिहोस बनाएका हुन्। दिदीलाई हानिसकेपछि मलाई पनि हानेको हो नि, यहाँ डाम छ होइन, यहाँ डाम होला सायद, यहाँ यो क्यामेरामा देखिन्न, अलिक टाढा छ। अब मार्ने, अब यसो लक्ष्य मार्ने थियो के थियो थाहा भएन, तर चाहिँ कागज गरेर आइसकेको छौँ। अब त्यस्तो मान्छेलाई नछोड्नु पर्ने हो, एकचोटिलाई छोडिदिनु भएको छ। किन भन्दाखेरि मैले त छोड्दिनँ होला, अब खोइ अब दिदीले चाहिँ नहालिदिउँ मैले एकचोटिलाई, कागज मात्रै गरौँ भनेर भन्नुभयो। ठिक छ, त्यसको लागि चाहिँ छोडिदिएको हो। त्यसैले अहिले गलत सोच र गलत विचार भएको मान्छेसँग बोल्न पनि अलि हुँदैन, बोलिनु पनि भएन। बोल्नु सोचै गलत छ भने हामीले त्यो सोचलाई कहिले पनि राम्रोसँग बनाउन सक्दैनौँ, त्यो सोचलाई सुल्टो बनाउन सक्दैनौँ कहिले पनि। मान्छेको सोचाइमा भर पर्ने हो जे कुरा पनि होइन। बहिनी चाहिँ फेरि आइपुगेछ, हाँस्दैछ ऊ होइन, बिचबिचमा बहिनी आएर चाहिँ हेरिरहन्छ मेरो भिडियोमा बोल्दाखेरि। ऊ अहिले चाहिँ आएर यताउता आएर हाँस्छ, बोल्छ, हेर्छ बहिनीले जतिखेर पनि। म चाहिँ अब अहिले चाहिँ एक्लै बसिरहेको छु, किनभने भित्र अँध्यारो थियो, लाइटहरू हुँदैन। त्यसैले त्यस्तो सोच विचार भएको मान्छेहरूसँग चाहिँ खासै घुलमिल हुनु हुँदैन, किनभने त्यो सोच विचार नै गलत भएकोलाई हामीले सुल्टो बनाउन सकिँदैन। उसको नजरले सुल्टो देखिन्छ, फुललाई पनि काँडा सम्झिन्छ यदि उसको गलत सोचाइ छ भनेपछि। त्यसैले हामीले त्यस्तो कुरामा ध्यान दिँदैनौँ। जो थियो त्यो सो भयो, हामीले छोडिदिएको छौँ हामीले सबै त्यो कुराहरू। हामी त्यो फेरि निकाल्दा पनि निकाल्दैनौँ। यो एउटा जनचेतनाको लागि मात्रै हो, किनभने राम्रोले राम्रो सोच्छ, नराम्रोले नराम्रो सोच्ने हो। नराम्रो सोच्नेलाई राम्रो जतिसुकै तिमीहरूले गरे पनि, जे सुकै गरे पनि, तर राम्रो देखाउन जतिसुकै गर, त्यो मान्छे जे गरे पनि राम्रो बनाउनै सकिन्न, गर्नै सकिन्न क्या, त्यो बनाउनै सकिन्न कहिले पनि नै। त्यसैले 1-2चोटिलाई सुट दिने अथवा त्यो राम्रो हो भनेर उनीहरूको दिमागले भ्याउँछ, राम्रो सोच्न सक्छन् भने ठिक छ, होइन भने चाहिँ गलत कुरो के हो, कहाँ हो, के हो भनेर कानुनी प्रक्रियामा जान्छौँ, अबदेखि हात उठाउँदैनौँ भनेर उनीहरूले माफी मागिसके। त्यसको लागि चाहिँ त्यही हो, अरू केही होइन कारण चाहिँ यो अलि झै झगडा हुनुको।